मगर कल्याण गुयाङ साथै मगर विकास बोर्डद्वारा नवनिर्मित यो मगर कम्युनिटी हलको उद्घाटन कार्यक्रम सुसम्पन्न भइरहेको छ। हाम्रा मगर जातिका वापा जो हाम्रो मगर जातिको गुरु हुनुहुन्छ र सम्पूर्ण हाम्रा मगर परिवारलाई अघि आए यस पूजा अर्चनामा सामेल भइदिने अनुरोध पनि गर्दछौँ। यस ऐतिहासिक पलमा तपाईको सहभागिताले के जनाउँछ के प्रश्न हुन्छ भन्दा तपाईले आफ्नो जातिप्रतिको संस्कार यसलाई उद्धापन गर्नको निम्ति हाम्रा गोवर्धन थापा मगरज्यूलाई त्यो पर्दा उठाइदिने म विनम्र आग्रह गर्न चाहन्छु। हाम्रा समाजका प्याट्रन संरक्षक उहाँको बाहुलीबाट यो हाम्रो जो कन्स्ट्रक्सन गरेको एउटा हाम्रो बोर्ड छ मगर समुदाय भवन अर्थात् मगर भेजाइम श्रीमान हर्कबहादुर थापा मगरज्यूलाई आफ्नो बाहुलीबाट यो रिबन काटेर तपाईको तर्फबाट नै केही पौकष्ट गरेर यो हाम्रो नवनिर्मित भवनमा प्रवेश गरिदिनुहोस् भन्ने हामी विनम्र आग्रह गर्दै अनि यसको साँचो पनि ल्याएर अनि यसको तालचा पनि खोलिदिने उहाँलाई म विनम्र अनुरोध गर्न चाहन्छु। अब हाम्रो यो शुभ मुहुर्तमा पटेका पड्किनुपर्छ र ठिक 11:30 मगर विकास बोर्डद्वारा बनिएको बेजाइनको उद्घाटन भइसकेको छ। यसै गरी विधिपूर्वक हाम्रो वापाले यसको उद्घाटन गरिसक्नु भएको छ। यस कार्यक्रम अर्थात् यस वार्षिक सभाको सभा अध्यक्षको भाग सभा शिरोमणिको निम्ति म मेरो मुखरवृन्दबाट म प्रस्ताव राख्न चाहन्छु श्रीमान हर्कबहादुर थापा मगरज्यूलाई। अर्जुन थापा मगरज्यू उहाँलाई पनि पौकष्ट गरेर यहाँ स्टेजमा आएर अंशग्रहण गरिदिने हुने म विनम्र आग्रह गर्न चाहन्छु। पुपुलाल थापा मगरज्यू, श्रीमान गोवर्धन थापाज्यूलाई पनि उहाँको पौकष्ट गरेर स्टेजमा आइदिने म विनम्र आग्रह गर्न चाहन्छु। पश्चिम बङ्गाल मगर विकास बोर्डका चेयरम्यान अनि सँगसँगै गएर नवमगर एसोसिएसनका अध्यक्ष श्रीमान नवीन थापा मगरज्यू पनि हुनुहुन्छ। कृपया तपाईँ पनि मञ्चमा आसीन भइदिने हामी आग्रह गर्न चाहन्छौँ। यसरी नै पश्चिम बङ्गाल मगर विकास बोर्ड अनि नवमगर एसोसिएसनका हाम्रा महासचिव श्रीमान दिवस थापा मगरज्यू पनि हुनुहुन्छ। उहाँ जहिले पनि लुकेर खटिरहनु हुन्छ र त्यसले गर्दा उहाँलाई भन्नै पर्दैन स्टेजमा आइदिनुहोस्। मगर कल्याण गुयाङका महासचिव श्रीमान सचिन थापाज्यूलाई पनि आफ्नो पौकष्ट गर्दै मञ्चमा विराजमान भइदिनु म विनम्र आग्रह गर्न चाहन्छु। यसरी नै आग्रह गर्न चाहन्छु हाम्रा कोषाध्यक्ष श्रीमान सिके थापा मगरज्यूलाई पनि आफ्नो पौकष्ट गरी स्टेजमा आइदिनु आग्रह गर्न चाहन्छु। आज हामी अति नै हर्षित छौँ, अति नै खुसी छौँ। तपाईँहरूलाई हामी विगतको दिनहरूको पनि केही स्मरण पलहरू सुनाउन गइरहेको छौँ। यो एउटा पवित्र जग्गा, तपाईँ हामीले जुन प्रकारले पूजा गरेर भित्र प्रवेश गऱ्यौँ नि, यो यति पवित्र जग्गा थियो, पवित्र जग्गा हो। जुन समयमा सायद मलाई लाग्छ सायद 83 सालतिरको कुरो होला, यहाँ हाम्रो अहिले चेयरम्यानको एउटा पोस्टमा उहाँ बस्नुभएको छ है, सम्मानपूर्वक। अनि सँगसँगै म यहाँ हाम्रो सचिव भाइ, हाम्रो यहाँनिर दिवसज्यू
जस्तै हाम्रो ससाना र अरू भाइ बहिनीहरूले पनि हामीलाई धेरै सहायता गरेको थियो। त्यस समयमा कि हामीले यो जग्गामा दुर्गा पूजा मनाउँदै हामीले सायद मलाई लाग्छ 3 साल चाहिँ हामीले यहाँनिर दुर्गा पूजा मनायौँ होला। हामीले यति साह्रो मिहिनेत गऱ्यौँ, यति साह्रो कसरत गरेको थियौँ, त्यसको प्रतिफल आज ईश्वरले आशीर्वाद स्वरूप दिएको छ। यसको निम्ति फेरि पनि हामी भगवान्लाई धन्यवाद चढाउनुपर्छ, हाम्रो इष्ट देवताहरूलाई धन्यवाद चढाउनुपर्छ, हाम्रा अग्रज बितेका ती हाम्रा पूर्वजहरूको नाम स्मरण गर्नु पर्छै पर्छ। आज हामी तपाईँहरूलाई यो सूचित गर्न चाहन्छौँ, खानापिना यति राम्रो बनाउनुहुन्छ उहाँहरूले कि, अनि उहाँहरू घरबाट बाहिर निक्लिन्छ नि 2-3 दिनको लागि, घरको बुढीहरूले यति बेसी कल गरेर बोलाउँछ, यति मिठो खाना बनाउँछ उहाँहरू। अब हामी माझ स्वागतको कार्यक्रम रहनेछ अनि स्वागत सम्बोधनको निम्ति म हाम्रा पश्चिम बङ्गाल मगर विकास बोर्डका भाइस चेयरम्यान अनि नवमंगल स्कुलका केन्द्रीय समितिका महासचिव श्रीमान दिवस थापाज्यूलाई केही स्वागत सम्बोधन राखिदिनु म विनम्र अनुरोध गर्न चाहन्छु। धन्यवाद। र सम्पूर्णलाई मेजोर। अच्छा, विशेष आज 19/6/2022 आइतबारको दिन यस पश्चिम बङ्गाल मगर विकास बोर्डद्वारा नवनिर्मित भेजाहीन उद्घाटनमा उपस्थित हुनुभएका सम्पूर्ण मगर प्रेमी अनि मगर कल्याण गोयाङका कर्मठ सदस्य, पदाधिकारीगण, नानीहरू अनि जति पनि चेलीबेटीहरू हुनुहुन्छ, जुन आज यस पवन दिनलाई हर्ष उल्लासको साथमा मनाउन अनि यसलाई एउटा चाडको रूप दिन तपाईहरूको बहुमूल्य समय दिनुभएको छ। यसको लागि मगर कल्याण गोयाङ लगायतका जो यस कार्यक्रमको लागि धेरै अघिदेखि खटिरहेका सम्पूर्णको तर्फबाट म सबैलाई स्वागत गर्न चाहन्छु। अनि जति पनि हाम्रा वापा हुनुहुन्छ अनि जति पनि हाम्रा बुजुर्ग हुनुहुन्छ जसले मगर जातिको हितमा कसरी काम गर्ने अनि मगर जातिको पौराणिक चिजहरू के थियो भन्ने कुराहरूलाई हामीलाई जुन चाहिँ कुराहरू उहाँहरूले एउटा दन्ते कथाको रूपमा बताएर हामीलाई गाइड गरिराख्नु भएको छ। अनि उहाँहरूको पनि आज यहाँ उपस्थिति दिई बहुमूल्य समय दिनुभएको छ। अनि उहाँहरूलाई पनि म सम्पूर्ण मगर कल्याण गोयाङको तर्फबाट जोरदारको तालीको साथ म सम्पूर्ण हाम्रो सिनियर व्यक्तिहरूलाई स्वागत गर्न चाहन्छु। हाम्रो भाइस चेयरम्यान श्रीमान दिवस थापा मगरज्यूलाई धेरै धेरै धन्यवाद छ। उहाँले आफ्नो स्वागत सम्बोधन संक्षिप्तमा राखिदिनु भयो सबैलाई समेटेर। अब हाम्रो आमा पार्टीहरूको सानो यहाँनिर मगर भाषिकमा एउटा नृत्य छ, उहाँहरूलाई म स्टेजमा निम्ताउन चाहन्छु।
यो हाम्रो नवनिर्मित मगर समुदाय भवन अर्थात् मगर भेजाइको जुन एउटा निर्माण कार्य सफलपूर्ण भएको छ, यसको निम्ति के कसरी कस्तो प्रकारको कसरत गरेर यो निर्माण पूर्ण गर्न सक्यौँ अनि यसको पछाडिको दुःख कष्ट मार्काहरू के झेलेर हामीले यो कुरोहरू ल्याएको छौँ अनि मगर डेभलपमेन्ट अहिले घडी कस्तो प्रकारले चलिरहेको छ अनि जाति कस्तो प्रकारले बचाउनुपर्छ भन्ने केही विषयवस्तुहरूलाई तपाईँहरूको अगाडि उदाङ्गो पार्नुहुनेछ। हाम्रो मगर बोर्डका चेयरम्यान अनि नवमगर एसोसिएसनका अध्यक्ष श्रीमान नवीन थापा मगरज्यूको मुखारवृन्दबाट तपाईँहरूले केही आफ्नो विचारहरू सुन्नुहुनेछ। स्वयंले मगर विकास बोर्डद्वारा निर्मित नवनिर्मित मगर भेजा इन तथा मगर समाजघर उद्घाटन समारोहमा उपस्थित मेरा सम्पूर्ण कल्याण गोयाङका सन्तानहरू, मेरो परिवारहरू, मेरा काका मामा बडा भाइ बहिनी बुहारी सबैलाई एक मुष्टमा मेजोर हुँदै आजको यो उद्घाटन समारोह सबैलाई यस उपस्थिति तपाईँले दिनुभएकोमा धन्यवाद प्रकट गर्दै म प्रथमतः मेरो वक्तव्य राख्नुभन्दा अगाडि आजको यस कार्यक्रमका सभापति सँगसँगै गरेर मगर कल्याण गोयाङका सभापतिको अनुमति लिँदै दुई शब्द तपाईँसित बाँड्न गइरहेछु। यो मगर विकास बोर्डका चेयरम्यान भएको नाताले गर्दामा हाम्रो हेमन्तज्यूले दुई शब्द राखिदिने मलाई निवेदन गर्नुभयो। यसको निम्ति म हाम्रो साथी अथवा भाइ उहाँलाई पनि धन्यवाद प्रकट गर्न चाहन्छु। यो मगर विकास बोर्ड यही सानो मगर कल्याण गोयाङको सुरुवातबाट हेलो मगर कल्याण गोयाङबाट सुरु भएर आज पश्चिम बङ्गालभरिको मगर जातिको सबैभन्दा ठुलो सङ्गठन नव मगर एसोसिएसन बन्न सक्षम भयो। यसको लागि म सर्वप्रथममा जो कहिले पनि यो सानो समाजमा देन दिनुभएको छ, जसको कारणले गर्दामा आज यो पश्चिम बङ्गालभरिको मगरहरूले धेरै सहुलियतहरू प्राप्त गर्न सक्षम बने। हरेक व्यक्तिका यसमा देन भएको कारणले गर्दामा म फेरि पनि हजुरहरूलाई धेरै धेरै धन्यवाद प्रकट गर्न चाहन्छु। यदि यो कल्याण गोयाङको सृजना नभएको भए मलाई लाग्छ कि पश्चिम बङ्गालभरिको मगरहरू जति पनि ती गरिबभन्दा गरिब मगरहरू आज पनि छानामा प्लास्टिक लगाएर सुत्ने गर्थ्यो होला। आजको दिनमा पनि ती मगरहरू जो गरिब छन्, जो असहाय छन्, उहाँहरू पनि सहुलियतबाट वञ्चित रहन्थ्यो होला। तर यी कल्याण गोयाङको अथक प्रयासको कारणले गर्दामा, हजुरहरूको सहयोगले गर्दामा, हजुरहरूको ऊर्जा हामीलाई प्रदान गरिएकोमा, हजुरहरूले हामीलाई मार्गनिर्देश गरेको कारणले गर्दामा नै आज 1738वटा ती गरिबहरूको घर बन्न सक्षम बन्यो। यस कारणले पनि म कल्याण गोयाङलाई नमन गर्न चाहन्छु। हजुरहरू यो कल्याण गोयाङका जति पनि सिनियर व्यक्तिहरू हुनुहुन्छ, जसको माध्यमद्वारा हामीले धेरै कुरो सिक्ने अवसर पायौँ। हरेक पाइलामा हामी हिँड्दाखेरि ठोकिँदै नउकिँदै गरेको थियौँ भनेदेखि
हजुरहरूले नानी हो यताबाट कुद्नु हुँदैन, यताबाट गयो भने नउकाइकन हिँड्नु सक्छ, टेस्ट नलाइकन हिँड्नु सक्छ भने तपाईँहरूले जुन चाहिँ सुझाउ हामीलाई जहिले पनि दिनुभयो, कोही बेला गाली पनि गर्नुभयो। अलिकति उमेर छिपेको कारणले गर्दा टक्सिक मात्रै लाउनु भएन, तर हामीलाई जहिले पनि तपाईँले मार्गनिर्देशन गरिरहनु भएको छ र आगामी दिनमा पनि हामी यसको अपेक्षा गर्छौँ। कल्याण गोयङ मात्रै नभएर पश्चिम बङ्गालभरिका जति पनि मगरहरू छन्, गाउँ गाउँमा छरिएर बसोबास गर्ने ती मगरहरू, गरिब मगरहरू छन्, ती मगरहरूको पनि उद्धार गर्नु बाँकी नै छ। हाम्रो जिम्मेवारी पूर्ण भएको छैन, हाम्रो जिम्मेवारी अझै धेरै छ र हजुरहरूले जुन प्रकारले हामीलाई आशीर्वाद अहिलेसम्म दिएर यो मगर जातिको विकास गर्ने क्रम चलिरहेको छ, यसलाई अझै अगाडि बढाउनु पर्छ। अनि यसमा हजुरहरूको हाम्रो टाउकोमाथि जहिले पनि हात रहेको हुनैपर्छ भने म फेरि पनि तपाईँलाई निवेदन गर्न चाहन्छु। आज यो सानो भए तापनि मगर भेजाइम मगर भाषामा भनिन्छ भनेदेखि पर्वते भाषामा यसलाई मगर समाज घर भनिन्छ। तर म यहाँ हजुरहरूको अगाडि निवेदन गर्न चाहन्छु, यो मगर विकास बोर्डले निर्माण गरिए तापनि हामी गाउँघरमा अन्य जातिहरूसित पनि नङ र मासु भएर आफ्नो जीवनयापन गर्दै आएको हौँ। तल्लो घरको राईलाई केही पर्छ भनेदेखि मलाई आवश्यकता म उहाँ पुगेको हुन्छु, मलाई केही पर्यो भने ती तल्लो घरको व्यक्ति मेरोमा आएको हुन्छ। त्यसै कारणले गर्दामा पनि म यहाँबाट घोषणा गर्न चाहन्छु कि यो मगर विकास बोर्डले निर्माण गरिएको यो सानो भए तापनि भेजाइम तथा कम्युनिटी हल मगरले मात्रै नभएर अन्य जातिहरूले पनि यसको उपभोग गर्न सकोस् भन्ने म निवेदन गर्न चाहन्छु। छाती ठुलो राखेर काम गरौँ, मान्छेलाई अन्तमा गएर कामले चिन्ने हो, बोलीले होइन, उसको व्यवहारले होइन। यो कुरोमा विश्वास गरेर हामी अगाडि बढ्यौँ भनेदेखि हाम्रो यो सङ्गठन, सानो सङ्गठन अझै दरिलो भएर जान्छ। यो कल्याण गोयङमा जो कहिले पनि आफ्नो पदभार लिएर यत्रो वर्षसम्म, यत्रो समयसम्म उहाँहरूले आफ्नो क्रियाकलाप गर्नुभयो, यसको निम्ति पनि म आभार प्रकट गर्छु। अब हामी सम्बर्धना गर्ने पनि लागिरहेका छौँ, किनभनेदेखि यो सम्बर्धना नगरिकन आजको कार्यक्रम हामी समापन गर्न सक्दैनौँ। किनभनेदेखि सम्बर्धना कस्तो व्यक्तिलाई गरिन्छ भन्दाखेरि जसले समाज, गाउँ ठाउँ, परिवार सबै कुरोलाई निर्कुल गरेर उसले आफ्नो छर छिमेकीको निम्ति, आफ्नो जातिको निम्ति, आफ्नो संस्कारको निम्ति, आफ्नो भाषिकको निम्ति, सबैको कुरोको निम्ति जब ऊ अग्रसर हुन्छ अनि उसलाई यही विषयहरूमा हामी सम्बर्धना गर्ने गर्छौँ। यो सोचले गर्दाखेरि हामी सर्वप्रथम सम्बर्धनाको कार्यक्रममा हाम्रा वापा श्रीमान अर्जुन थापा मगरज्यूलाई हामी सम्बर्धना गर्न लागिरहेका छौँ। किनभनेदेखि उहाँले पहिलाबाट नै आफ्नो जातीय संस्कृति संस्कारलाई बचाउनुपर्छ भन्ने त्यो उद्देश्य बोकेको व्यक्ति हुन्। समक्ष मगर कल्याण गोयङ होम्स इच्छे फालुको कालिम्पोङ सम्मान पत्र मेजर दिनाङ्क 19/6/2022 डाक्टर ग्राहम्स होम्स कालिम्पोङ महोदय महोदया हजुर अर्जुन थापा सिन्जाली मगर डाक्टर ग्राहम्स होम्स ब्लक बी कालिम्पोङ जिल्ला निवासी, तपाईँ एक महान व्यक्ति मगर जातिको भिडमा जसले आफ्नो जातीय संस्कृतिलाई शनाखत गर्ने उद्देश्यको स्थूलता भारी बोक्नु भएको छ। जहाँ आज अधमोरो जात मात्र बाँचिरहेको छ, त्यहाँ जाति त बचाउने लक्ष्यतिर प्रसारक समाजको बृहत नजरले पुगिरहेका छन्। अर्थात् मगर कल्याण गोयङ गठन गर्नुको धारणा
यही रहन्छ। भाषा बाँचे संस्कृति बाँच्छ, संस्कृति बाँचे जाति बाँच्छ। यही यथार्थलाई अनुसरण गर्दै हजुर एक वृद्ध अनि अस्वस्थ हुँदाहुँदै पनि कैयौँ कोस दूरी खरसाङ महाकुमामा को सानो गाउँ चिलाउने धुरा पुग्नुहुन्छ, जहाँ मगर जातिलाई संस्कारको संरक्षण गर्ने वापा गङ्गा थापा मगरसँग केही दिन रात बिताएर आफ्नो जातिको संस्कार संस्कृतिको अध्ययन गर्दै केही शिक्षा लिनुहुन्छ। सफलताको केही पाइलाहरू अघि देख्छौँ। तपाईँकै एकाग्रताको कारणहरूले प्रश्न छन् समाजमा। यही नै हो आफ्नो जातिसँगको लगाव, यही नै त हो आफ्नो जातिको अनि संस्कृति भित्रको गुरु मन्त्र, जसलाई हामी गर्वबोध गर्छौँ, सम्मान गर्छौँ। यही संस्कारभित्र एउटा सम्मानको आवाज गुन्जिन्छ, गुरुवापा गुरुवापा गुरुवापा। आउनुहोस् मगर कल्याण गुयाङ अर्जुन थापा सिजाली मगरको सुस्वस्थ दीर्घायुको कामना गर्दै यो सानो जातित्वभित्र प्रतिष्ठित सम्मान पत्र साथ दोसला बढाउँदै हौसला प्रदान गरौँ। धन्यवाद सहित मगर कल्याण गुयाङ अध्यक्ष खड्गबहादुर थापा मगर, महासचिव सचिन थापा मगर छयाङले अगुवाई उपस्थिति भइसक्नु भएको छ। उहाँहरूको बाहुलीबाट दोसल अडाउँदै यो सम्बर्धना पत्र उहाँलाई प्रदान जसले हाम्रो जातिको संस्कार संस्कृतिलाई सदैव हामी स्याल्युट गरेको हुन्छौँ, नमन गरेको हुन्छौँ। धेरै धेरै धन्यवाद तपाईँ। हामी ती व्यक्तिलाई सम्बर्धना गर्न लागिरहेछौँ जो चाहिँ हुनुहुन्छ यो जमिनदाता। मैले भनिहालेँ अहिलेको समयमा 6 फुटको जमिन जब हामी मर्छौँ भनेदेखि पनि त्यो 6 फुटको जमिन पाउनुको लागि हामीलाई मरे हत्या हुन्छ। सायद मलाई लाग्छ अहिलेको समयमा आफ्नो परिवारभित्रमा पनि एउटा सानो टुक्रा जमिनको निम्ति हामीले प्लेन साइडमा देख्छौँ, काटेको देख्छौँ, मारेको देख्छौँ। आफ्नै सन्तानमा धेरैवटा त्यस्तो काण्डहरू भएको देख्छौँ। तर यहाँनिर ठुलो बृहत फिल्ड लिएर श्रीमान निर्मल थापा मगरज्यूले यो जमिन दान गर्नुभएको छ। सँगसँगै उहाँको ज्येष्ठ पुत्र श्री नवीन थापाले पनि यसमा केही जमिन दान गर्नुभएको छ। यसको निम्ति पनि हामी श्रीमान निर्मल थापालाई हामी सम्बर्धना पत्र उहाँलाई पनि सम्मानसहित दिइरहेको छौँ। भनेदेखि उहाँलाई केही पौकष्ट गरेर यहाँ मञ्चमा आइदिने म विनम्र आग्रह गर्न चाहन्छु। यो सम्मान पत्र पठन पाठनको निम्ति हाम्रा मगर कल्याण गुयाङका सचिव श्री सचिव थापाज्यूलाई म अनुरोध गर्न चाहन्छु। के थापाज्यूलाई केही उहाँले पौकष्ट गरेर मञ्चमा आइदिने अनि उहाँको बाहुलीबाट प्रदान गर्नेछ। समक्ष मगर कल्याण गुयाङ होम्स इच्छे भालुको कालेबुङ सम्मान पत्र मेजर सेवामा श्रीमान निर्मल थापा मगर सिन्जानी डाक्टर ग्राम्स होम्स कालेबुङ महोदय। मानिस एक विवेकशील प्राणी हो। समाजप्रतिको चिन्ता उसको नैतिक कर्तव्य बन्दछ। जीवनका हर एक समस्यासँग सङ्घर्ष गर्दै जसले निस्वार्थ भावले समाजमा कार्य गर्दछ उनै असल नागरिक कहलाइन्छ। अनेकौं पुनित कार्यहरू मध्ये मगर जातिको हितको निम्ति दिनुभएको जमिन दानले जातिगत इतिहासमा एउटा सुनौलो अक्षर कोरिएका छन्। सम्पूर्ण मगर कल्याण गुयाङ हजुर अनि हजुरको सम्पूर्ण परिवारका निस्वार्थ सेवाका मूल्याङ्कन गर्नेछन्। हजुरको सद्भावना अनि पुनित कार्यको निम्ति मगर कल्याण गुयाङद्वारा आभार व्यक्त गर्दै भावी दिनहरूमा हजुरको योगदानको कदर भइरहनेछ। सहकार्य प्रशंसनीय रहेको छ। धन्यवाद सहित मगर कल्याण गुयाङ होम्स इच्छे भालुको महासचिव सचिन थापा मगर, अध्यक्ष खड्गबहादुर थापा मगर।
गर्दै खदा अर्पण गर्दै उहाँलाई यो स्मृति सँगसँगै यो सम्बर्धना पत्र हामीले उहाँलाई प्रदान गरिरहेका छौँ। उहाँलाई धेरै धेरै धन्यवाद छ श्रीमान निर्मल थापा मगरज्यूलाई, जसको माध्यमद्वारा आज यो एउटा बृहत रूपमा नभए पनि एउटा हाम्रो एकदमै खाँचो परेको जुन चाहिँ एउटा हाम्रो मगर समुदाय भवन थियो यो बनिनमा सक्षम भएछ। धेरै धेरै धन्यवाद छ। हाम्रा एकदमै वृद्ध व्यक्ति शेर्पा गाउँ निवासी गोवर्धन थापा मगरज्यूलाई केही उहाँको पाउ कष्ट गरेर यो मञ्चमा आइदिने म अनुरोध गर्न चाहन्छु। यो सम्बर्धना पत्र प्रदान गर्नको निम्ति हाम्रा एनपी थापा मगरज्यू उहाँलाई केही पाउ कष्ट गरेर उहाँलाई यो सम्बर्धना प्रदान गरिदिने म अनुरोध गर्दै अनि यो पठन पाठनको निम्ति श्रीमती अल्बिना थापा मगरलाई नै फेरि म तपाईँलाई नै निम्ताउँदछु। समक्ष मगर कल्याण गुयाङ होम्स इच्छे भालुको कालेबुङ सम्मान पत्र मेजर दिनाङ्क 19/2022 डाक्टर ग्राम होम्स कालेबुङ। सेवामा श्रीमान गोबर थापा मगर, माफी चाहन्छु, गोवर्धन थापा मगर, ठेगाना शेर्पा गाउँ इच्छे संरक्षण कालेबुङ। महाशया एक आदर्श परिवार अनि सुस्वास्थ्य समाजको निर्माण हुनुपर्छ भन्ने ज्वलन्त उदाहरण हजुरको चरित्रमा प्रशस्तै पाइन्छ, जसले आफ्नो जात अनि जाति भित्रको संस्कृति बाँच्नुपर्छ भन्ने मनोभावना सधैँ बोकिरहनुहुन्छ। समाज हितार्थ हेतु प्रायोजित मासिक सभा रहन्छ, जहाँ हजुरको महत्त्वपूर्ण उपस्थिति अनि जातिप्रतिको अभिरुचिले युवा जमातमा नौलो उमङ्ग अनि ऊर्जा थपिदिनु भएको छ। हजुरको वृद्धतर समय शारीरिक पीडा थकानको महसुसलाई कहिले कतै सामूहिक हुन दिन भएन। यही अर्थपूर्ण लाग्छ मगर कल्याण गुयाङभित्र हजुरको बहुमुखी योगदान। यसोस्ले गर्दा तपाईलाई आज सम्मान पत्र प्रदान गरिने समाजको चौतर्फी निर्णय रहेको छ। अन्तमा मगर कल्याण गुयाङ तपाईको सुस्वास्थ्य, दीर्घायु, सुखमय जीवनको कामना गर्दछ। छोयाङले धन्यवाद सहित मगर कल्याण गुयाङ अध्यक्ष हर्कबहादुर थापा मगर, महासचिव सचिन थापा मगर, छोयाङले पठन पाठन गर्दै अनि दोसल्ला ओढाएर यहाँलाई सम्मान जनाइरहेको छौँ भनेदेखि अनि सँगसँगै सम्बर्धना पत्र पनि हाम्रो समाजका वरिष्ठ व्यक्ति एनबी थापाको बाहुलीबाट पुगिरहेको छ। तपाईँलाई धेरै धेरै धन्यवाद गर्न चाहन्छौँ आयोजक समितिको तर्फबाट। अब यो सम्बर्धनाको क्रमलाई अथवा दिँदै हाम्रा पश्चिम बङ्गाल मगर विकास बोर्डका अध्यक्ष श्रीमान नवीन थापालाई पनि हामी सम्बर्धना गर्न लागिरहेका छौँ। अनि चेयरम्यान श्रीमान नवीन थापा मगरज्यूलाई सम्बर्धना गर्नको निम्ति म हाम्रा मगर कल्याण गुयाङका वरिष्ठ व्यक्ति श्रीमान रबर थापा मगरज्यूलाई मञ्चमा निम्ताइरहेको छु। अनि यसको पठन पाठनको निम्ति म सचिन थापा मगरज्यू, सचिव मगर कल्याण गुयाङको मुखवृन्दबाट पठन पाठन गरिदिने म विनम्र आग्रह गर्न चाहन्छु। मेजो समक्ष मगर कल्याण गुयाङ होम्स इच्छे भालुको कालेबुङ सम्मान पत्र मेजो सेवामा श्रीमान नवीन थापा मगर, सिन्जा, अध्यक्ष पश्चिम बङ्गाल मगर विकास परिषद कालेबुङ महोदय, जहाँ शिक्षित समाज बीचमा मानिसहरूको समूह हुने गर्दछ, त्यसै समूहलाई सङ्गठनको रूपमा देख्न सक्छौँ। हजुरको निस्वार्थ अनि
निरन्तर कार्यको फलस्वरूप आज विलीन अवस्थामा पुगेको मगर जाति पुनः साङ्गठनिक बनेका छन्। मानव जातिको अस्तित्व आफ्नो जातिभित्र नै हुन्छन् अनि जात बाँचे आफ्नो अस्तित्व पनि बाँच्न सक्छ भन्ने हजुरको भनाइले आज सम्पूर्ण मगर जातिमा जागरुकता ल्याउन सफल भएका छन्। भाषा संस्कार संस्कृतिलाई बलियो बनाउनुको साथै संसारभरिका मगरहरूसँग यस सङ्घलाई जोड्न पनि हजुरको प्रमुख भूमिका रहेका छन्। अन्तत आजको दिन हजुरलाई सम्मान गर्नु पाउँदा हामी मगर कल्याण गुयाङ गर्व महसुस गर्दछौँ। आगामी दिनमा पनि हजुरको योगदान समाज साथै जातिप्रति रहिरहोस् भन्ने अपेक्षासँगै कुलपितृसित हजुरको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दछु। धन्यवाद सहित मगर कल्याण गुयाङ होम्स इच्छे फालुगो महासचिव सचिन थापा मगर, अध्यक्ष हर्कबहादुर थापा मगर। धेरै धेरै धन्यवाद छ हाम्रो सचिवलाई पठन पाठनको निम्ति। अनि हाम्रो वरिष्ठ समाजका सदस्य श्रीमान रबर्ट थापा मगरज्यूको बाहुलीबाट खदा अर्पण गर्दै चेयरम्यान मगर डेभलपमेन्ट बोर्डलाई अनि उहाँलाई केही सम्बर्धना पत्र पनि प्रदान गरिरहेको छ। यसको निम्ति धेरै धेरै धन्यवाद छ तपाईँहरूलाई। तपाईँहरूले आफ्नो जातिलाई जुन प्रकारको एउटा संरक्षण दिनुभएको छ यसको निम्ति हामी मगर कल्याण गुयाङ सदैव आभारी रहनेछौँ। श्रीमान पुकुला थापा मगरज्यूलाई उहाँको ठेगाना शेर्पाको इच्छे अनि उहाँलाई केही आफ्नो पाउकष्ट गरेर मञ्चमा आइदिने हामी आग्रह गर्न चाहन्छौँ। अनि सचिवकै बाहुलीबाट यो हाम्रो मगर कल्याण गुयाङको सचिवकै बाहुलीबाट नै यो सम्बर्धना पत्र प्रदान गरिनेछ। अनि यसको पठन पाठनको निम्ति श्रीमती अल्बिना थापालाई म निवेदन गर्न चाहन्छु। समक्ष मगर कल्याण गुयाङ होम्स इच्छे फालुको कालेबुङ सम्मान पत्र दिनाङ्क 19/6/2022 डाक्टर ग्राहम सोम्स कालेबुङ मेजर स्योमा श्रीमान पुकुला थापा मगर ठेगाना शेर्पा गाउँ इच्छे संरक्षक कालेबुङ। महाशय महाशया, एक आदर्श परिवार अनि सुस्वास्थ्य समाजको निर्माण हुनुपर्छ भन्ने ज्वलन्त उदाहरण हजुरको चरित्रमा प्रशस्त पाइन्छ, जसले आफ्नो जात अनि जातिभित्रको संस्कृति बाँच्नुपर्छ भन्ने मनोभावना सदैव बोकिरहनुहुन्छ। समाज हितार्थ हेतु प्रायोजित मासिक सभा रहन्छ, जहाँ हजुरको महत्त्वपूर्ण उपस्थिति अनि जातिप्रतिको अभिरुचिले युवा जमातमा नौलो उमङ्ग अनि ऊर्जा थपिदिनु भएको छ। हजुरको वृद्धतर समय शारीरिक पीडा थकानको महसुसलाई कहिले कतै सम्मोहित हुन दिनु भएन। यही अर्थपूर्ण लाग्छ मगर कल्याण गुयाङभित्र हजुरको बहुमुखी योगदान। यसोस्ले गर्दा तपाईलाई आज सम्मान पत्र प्रदान गरिने समाजको चौतर्फी निर्णय रहेको छ। अन्तमा मगर कल्याण गुयाङ हजुरको सुस्वास्थ्य दीर्घायु सुखमय जीवनको कामना गर्दछ। छोयाङले धन्यवाद सहित मगर कल्याण गुयाङ अध्यक्ष हर्कबहादुर थापा मगर, महासचिव सचिन थापा मगर छोयाङले। धन्यवाद छ। उहाँले सम्बर्धना पत्रलाई पठन पाठन गरिदिनु भएको छ। अनि मगर कल्याण गुयाङका महासचिव श्री सचिन थापाको बाहुलीबाट केही सल्लाह बढाएर अनि सम्बर्धना पत्र प्रदान गर्दै जातिप्रतिको माया दर्शाउने ती वृद्ध व्यक्ति पुकुलाल थापालाई हामीले आज सम्बर्धना गर्न पाउँदा हामी अति नै गर्वित व्यक्त गर्दछौँ। उहाँलाई धेरै धेरै धन्यवाद छ। उहाँको सुस्वास्थ्य दीर्घ आयुको हामी सदैव अपेक्षा राख्छौँ, प्रार्थना गर्छौँ। पर्सेन्टेज ल्याएर
पास गरेका छन् आइएससी आइसिएससी माध्यमिक परीक्षा हायर सेकेन्डरी है, ती नानीहरूलाई पनि हामीले केही प्रोत्साहन सम्बर्धना व्यक्त गर्न लागिरहेछौँ मगर कल्याण गोयङको पक्षबाट। र सर्वप्रथम हामी निम्ताउन चाहन्छौँ सर्वप्रथम अभिप्रय थापा, माता अल्बिना थापा, पिता हेमन्त थापा। उहाँले आइएससीमा 84% एचिभ गर्नुभएको रहेछ र यसको निम्ति मगर कल्याण गोयङको तर्फबाट उहाँलाई हामी सम्बर्धना गर्न लागिरहेका छौँ। यो सम्बर्धनाको निम्ति निर्मल थापा ज्यूलाई फेरि पाउकोष्ठ गरिदिने म अनुरोध गर्न चाहन्छु। अनि उसले गरेको मेहनत, उसको सङ्कल्प, यसको निम्ति पनि हामी अति नै प्रभावित भएको छौँ भनेदेखि मगर कल्याण गोयङको सम्पूर्ण सदस्यको तर्फबाट नानीलाई धेरै धेरै प्रोत्साहन स्वरूप यो हामीले सम्बर्धना प्रदान गरिरहेछौँ। यसको निम्ति पठन पाठनको निम्ति हाम्रो मगर कल्याण गोयङका सचिव सचिन थापाको मुखरबिन्दबाट तपाईँले सुन्नुहुनेछ। धन्यवाद। मेजर, यस अब्बल आउने नानीहरूलाई बधाई दिँदै उहाँको सम्बर्धना पढ्न गइरहेको छु। समक्ष मगर कल्याण गोयङ होम्स इच्छे भानुगोप कालेबुङ सम्मान पत्र, मेजर सम्बर्धना पत्र। सेवामा श्री अभिपुरोहित थापा मगर, डाक्टर ग्राम्स होम्स कालेबुङ महोदय, कञ्चनजङ्घाको भेदीदेखि सम्पूर्ण पहाडको कुना कन्दरामा प्रकाशको अनौठो सातरङ्गी इन्द्रधनुष लागे जस्तै हजुरको शिक्षाप्रति यी हृदयहरू अवलोकन गर्न पाउन हाम्रो अहोभाग्य सम्झन्छौँ। वनको काँडालाई तिखार्न पर्दैन भन्ने उखानलाई झझल्कोमा ल्याउन हजुरद्वारा यस समाजलाई एक नमुना प्रस्तुत गर्नुमा धेरै धेरै शुभकामनाहरू र बधाई। हजुरलाई हिराको मूल्यसँग पनि तौलन नसक्ने मूल्य आज पिता श्री हेमन्त थापा अनि माता श्रीमती अल्बिना थापाको कोमल मुखमा सदैव छाप बनिरहनुमा सक्षम बन्नु भएका छन्। शिक्षाको परिवेशमा अटल विश्वास बोकेर आफ्नै मागहरूमा आफ्नो छाप छोड्दै अघि बढ्छु भन्ने मनोभावना सजाउन सफल हुनुभएका छन्। यी मनोभावनाका फुलहरू डकमक्क फुलेर आज समाजको कोठे बारीमा सुगन्धले मिठास छरिरहेका छन्। हजुरले दिनुभएका सुगन्धहरूको कदर र योग्यता 84% मूल्याङ्कनको भागीदार हुन भएकोमा हाम्रो पक्षबाट शुभकामना साथै असीम मायाका साथ पात्र सदैव हृदयमा राख्दै यो सम्बर्धना पत्रको कोसेली हजुरलाई चढाइरहेको छौँ। धन्यवाद चाहिँ मगर कल्याण गोयङ होम्स इच्छे भानुको कालेबुङ। अध्यक्ष श्री एसबी थापा मगर, सचिव श्री सचिन थापा मगर। सचिवलाई धेरै धेरै धन्यवाद छ। उहाँले सम्बर्धना पठन पाठन गरिदिनु भयो छ भनेदेखि हाम्रा अग्रज व्यक्ति समाजका श्रीमान निर्मल थापाको बाहुलीबाट छोरो अभिप्रय थापालाई सम्बर्धित गरिरहेको छ। निकुश थापा, माता पुनम थापा, पिता नवीन थापा। उसले आइएससीमा 78% लिएर उत्तीर्ण भएको छ। अनि उसलाई सम्बर्धना प्रदान गर्नको निम्ति एसबी राणा, श्रीमान एसबी राणाज्यू पूर्व हाम्रो महासचिव हुनुहुन्छ, उहाँको बाहुलीबाट प्रदान गर्न लागिरहेको छौँ। अनि पठन पाठनको निम्ति सचिवलाई फेरि पनि म रिक्वेस्ट गर्न चाहँदैछु। धन्यवाद छ र नानीलाई बधाई दिँदै
म यस सम्बर्धना पत्र पठन गर्न लागिरहेको छु। समक्ष मङ्ग कल्याण गुयाङ होम्स इच्छे भालुको कालेबुङ सम्मान पत्र मेजो सम्बर्धना पत्र सेवामा श्री निकुञ्ज थापा मङ्गर डाक्टर ग्राम्स होम्स कालेबुङ महोदय, दार्जिलिङको चियाको बुट्टा अनि टिस्टाको कलकल नदीको ध्वनिलाई आफ्नो आँखामा सजाउन पर्यटकको सुन्दर स्थान कालेबुङको डाक्टर ग्राम्स होम्समा जन्म लिनुभयो। पिता श्री नवीन थापा एवं माता श्रीमती पुनम थापाको सपना साकार पार्न सानो छँदादेखिको कल्पनाहरू आज विपनामा साकार पार्न यस 21औं शताब्दीमा योग्य बन्नुभएका छन्। माता पिताको अनुशासन कायम राख्ने सोच विचार साथै सानै उमेरदेखि आफ्नो मस्तिष्कमा ध्यान आकर्षण गर्ने हजुरमा योग्य विचार धाराहरूलाई पूर्ण रूपमा सफल तुल्याउन समाजको सेवामा दुई मत नहोला। माता पिताको सही अनुसरण पाए वापत आज हजुरको शिक्षा क्षेत्र उच्च कोटीमा पुगेर शिक्षागत मूल्याङ्कन 78% समाजलाई कसरी स्वरूप दिनुमा सफल बन्नु भएका छन्। यी शिक्षाको कोसेली बहुमूल्य ठान्दै आज यस समाज जमातमा प्रस्तुत गर्दै यस सम्बर्धना पत्रको स्मृति चिन्ह हजुर समक्ष अझ अमर रहोस् भन्ने शुभकामना छर्दै यो भेट हजुर समक्ष चढाइरहेछौँ। शुभ आशीर्वाद सहित मङ्ग कल्याण गुयाङ होम्स इच्छे भालुको कालेबुङ अध्यक्ष श्री एसबी थापा मङ्गर, सचिव श्री सचिन थापा मङ्गर। धेरै धेरै धन्यवाद छ सचिवलाई। अनि हाम्रो एसबी राणाको बाहुलीबाट हामीले यो सम्बर्धना पत्र नानी निकुञ्ज थापालाई प्रदान गरिरहेका छौँ। भनेदेखि नानीको भविष्यमा अझै उत्तरोत्तर प्रगतिको हामी कामना गर्न चाहन्छौँ। अब हामी अर्पण थापालाई पनि सम्बर्धना गर्न लागिरहेछौँ। अर्पण थापा चाहिँ आज उपस्थिति हुनु सकेको छैन, उहाँको स्टडीले गर्दाखेरि सायद सिलगढीमा हुनुहुन्छ। अनि हामी यो समयको अभावले गर्दाखेरि उहाँको यो जुन चाहिँ सम्बर्धना पत्र छ हामी पठन पाठन गर्ने छैनौँ। तरै पनि उहाँको माता ललिता थापा यहाँ आउनुभएको छ, पिता पनि अशोक थापा आउनुभएको छ भनेदेखि अनि यो सम्बर्धना पत्र चाहिँ अनि एउटा खदा नानीको लिएर है नानीलाई प्रोत्साहन स्वरूप दिइरहेको छ भनेदेखि माताले यो पक्षलाई लिइरहेको छ। अनि अर्पण थापा ग्रेजुएसनमा चाहिँ 74% लिएर नानीले प्राप्त गरेको छ भनेदेखि नानीको उन्नतिको निम्ति अझै हामी मङ्गर कल्याण गुयाङ आशीर्वाद स्वरूप नानीलाई उत्सर्ग प्रदान गरिरहेका छौँ। अनि यो सम्बर्धना पत्र प्रदान गर्नको निम्ति हाम्रा भालुगोप निवासी भीम घलेज्यूलाई पौकष्ट गरेर केही यहाँ अघि आइदिने म निवेदन गर्न चाहन्छु। उहाँको बाहुलीबाट नानी अर्पण थापाको अनुपस्थितिमा मातालाई नै हामीले यो सम्बर्धना पत्र अनि खदा अर्पण गरिरहेका छौँ, प्रदान गरिरहेका छौँ। धेरै धेरै धन्यवाद छ। अनि सोनाम थापा मङ्गल शेर्पा गाउँ निवासी, माता रिना थापा, पिता जनक थापा। नानीले पनि 72% लिएर पास गरेको छ। नानीलाई पनि प्रोत्साहन स्वरूप हामी सम्बर्धना पत्र प्रदान गर्न लागिरहेछौँ। सम्बर्धना पत्र प्रदान गर्नको निम्ति म यहाँनिर श्रीमान प्रेम थापा मङ्गरलाई मञ्चमा निम्ताउँदछु। उहाँको बाहुलीबाट यो सम्मान पत्र प्रदान गर्न लागिरहेछ भनेदेखि यो पठन पाठनको निम्ति हाम्रो सचिव मङ्गर कल्याण गुयाङको तर्फबाट यो पठन पाठन भइरहेको छ। मेजो समक्ष मङ्गर कल्याण गुयाङ होम्स इच्छे भालुको कालेबुङ सम्मान पत्र मेजो सेवामा श्री सुनाम थापा मङ्गर अप्पर इच्छे कालेबुङ महोदय, कञ्चनजङ्घाको भेदीदेखि सम्पूर्ण पहाडको कुना कन्दरामा
प्रकाशको अनौठो सात रङ्गी इन्द्रधनुष लागे जस्तै हजुरको शिक्षाप्रति यी हृदयहरू अवलोकन गर्न पाउन हाम्रो अहोभाग्य सम्झन्छौँ। वनको काँडालाई तिखार्न पर्दैन भन्ने उखानलाई झझल्कोमा ल्याउन हजुरद्वारा यस समाजलाई एक नमुना प्रस्तुत गर्नुमा धेरै धेरै शुभकामनाहरू र बधाई। हजुरलाई हिराको मूल्यसँग पनि तौल्नु नसक्ने मूल्य आज पिता श्री जनक थापा अनि माता श्रीमती रिना थापाको कोमल मुहमा सदैव छाप बनी रहनुमा सक्षम बन्नुभएका छन्। शिक्षाको परिवेशमा अटल विश्वास बोकेर आफ्नै मागहरूमा आफ्नो छाप छोड्दै अघि बढ्नु भन्ने मनोभावना सजाउन सफल हुनुभएका छन्। यी मनोभावनाका फुलहरू डगमक्क फुलेर आज समाजको कोठे बारीमा सुगन्धले मिठास छरिरहेका छन्। हजुरले दिनुभएका सुगन्धहरूको कदर र योग्यता 72% मूल्याङ्कनको भागीदार हुनुभएकोमा हाम्रो पक्षबाट शुभकामना साथै असीम मायाका पात्र सदैव हृदयमा राख्दै यो सम्बर्धना पत्रको कुशीले हजुरलाई चढाइरहेछौँ। धन्यवाद सहित मङ्गल कल्याण गुयाङ होम शिक्षा भालको अध्यक्ष श्री एसबी थापा मङ्गर, सचिव श्री सचिन थापा मङ्गर। धेरै धेरै धन्यवाद छ हाम्रो सचिवलाई। अनि हाम्रा अग्रज समाजका अग्रज व्यक्ति श्रीमान प्रेम थापाको बाहुलीबाट नानी सोनम थापालाई सम्बर्धना पत्र प्रदान गरिरहेको छ भनेदेखि नानीको आगामी दिनहरूको निम्ति उत्तरोत्तर प्रगतिको निम्ति हामी सम्पूर्ण मङ्गल कल्याण गुयाङ अपेक्षा राखेका छौँ। एकदमै होरहार छोरो जसले समाजप्रति आफ्नो जातिप्रति जहिले पनि अग्रसर भएर केही कामहरू गर्छु भन्ने अपेक्षा राखेको छ। अनि नानीलाई पढ्नुमा पनि उत्तिकै एकदमै राम्रो अब्बल दर्जामा हामी खुसी छौँ। यस्ता नानीकोबाट धेरै हामीले उदाहरणहरू लिनुपर्छ र जहिले पनि समाजको अन्तिम क्षणसम्म पनि मिटिङहरू रहन्छन्, त्यो मिटिङसम्म अन्तसम्म पनि बसेर यी नानीले आफ्नो साथीभाइ आफूभन्दा सानोलाई पनि प्रोत्साहन गरिरहेको छ भनेदेखि सुजललाई हामी मङ्गल कल्याण गुयाङको तर्फबाट पनि एकदमै हामी मुरीमुरी धन्यवाद गर्न चाहन्छौँ। नानीले माध्यमिक परीक्षामा 65% अङ्क ल्याएर अङ्क प्राप्त गरेको छ भनेदेखि माता बिनु गुरुङ थापा, पिता सचिन थापा है, उहाँहरूको कोखबाट जन्म लिएको एक्लो छोरो, उहाँलाई हामी सम्बर्धना गर्न लागिरहेछौँ। सम्बर्धनाको निम्ति अशोक थापा हाम्रो उपाध्यक्ष मङ्गल कल्याण गुयाङका, उहाँको बाहुलीबाट हामीले यो सम्बर्धना पत्र प्रदान गर्न लागिरहेछौँ। अनि यसको पठन पाठनको निम्ति श्रीमती अल्बिना थापालाई नै हामी यहाँ मञ्चमा बोलाइरहेका छौँ। समक्ष मङ्गल कल्याण गुयाङ होम शिक्षा भालुको कालेबुङ सम्मान पत्र दिनाङ्क 10 जुन 19 जुन 2022, स्थान डाक्टर ग्राहम्स होम्स कालेबुङ। मेजर सम्बर्धना पत्र सेवामा श्री सुजल थापा मङ्गर, डाक्टर ग्राहम्स होम्स कालेबुङ महोदय। कालेबुङको शान्त अनि शीतल छहारीमा पिता श्री सचिन थापा एवं माता श्रीमती बिनु गुरुङ मङ्गरको कोखबाट जन्म लिनुभयो। माता पिताको स्याहार सुसार पाएपछि यही कालेबुङको माटोमाथि आफ्नै माताको काख सम्झी शिशुकालदेखि नै आफ्नो शिक्षा सुरुवात गर्नुभयो। माता पिताको माया अनि दुःखको अवस्थामा पनि मेरो छोरालाई शिक्षाको क्षेत्रमा अग्रसर बनाउने सपना अटुट रहेको थियो। समय बित्दै गयो, वसन्तले ढाक्दै गयो, ऋतुहरू परिवर्तन हुँदै काजुली फेर्दै गयो। प्रकृतिका यी दृश्यहरू हेर्दा कालेबुङका यी सौन्दर्यहरूमाथि शिक्षा क्षेत्रमा पनि यी कलिला रत्नहरूको इतिहासहरू पुरिँदै गए। तपाईँद्वारा शिक्षा क्षेत्रमा 65%
शिक्षाको मोल पाएर आज सम्पूर्ण परिवार पक्षलाई हर्षित तुल्याउनु भएको छ। यसै शिक्षाको क्षेत्रमा उत्कृष्ट योगदानमाथि हजुर अनि हजुरका मातापितालाई शुभकामना छर्दै आउने भावी दिनहरूमा हामी तपाईँप्रति ठुलो अपेक्षा साच्दै यस सम्वादना पत्र हजुरलाई भेट चढाइरहेको छौँ। शुभकामना सहित मङ्गल कल्याण गुयाङ होम्स इच्छे भालुको कालेबुङ अध्यक्ष श्री एसबी थापा मगर, सचिव श्री सचिन थापा मगर छोयाङले। धेरै धेरै धन्यवाद छ श्रीमती अल्बिना थापालाई। अनि नानीको अर्को पनि अहिले थप एउटा खुसीको खबर पाइयो भन्दाखेरि हायर सेकेन्डरीमा पनि नानीले 72 अङ्क प्राप्त गरेको रहेछ प्रतिशत। यसको निम्ति पनि नानीलाई हामी मगर कल्याण गएको तर्फबाट धेरै धेरै बधाई टक्राउन चाहन्छु। धेरै धेरै धन्यवाद छ तपाईँहरूलाई। पिता नवीन थापा, उसले पनि आइएससीमा ग्रेजुएसनमा 64.62% अङ्क हासिल गरेर उहाँले राम्रो ठुलो एचिभ गर्नुभएछ र यसको निम्ति माता पुनम थापालाई म मञ्चमा निम्ताउन चाहन्छु। अनि एउटा कुरो हामी के भन्न चाहन्छौँ भन्दाखेरि नानीको अनुपस्थितिले गर्दाखेरि जो यो सम्बर्धना छ, सम्बर्धनालाई हामी पठन पाठन गर्ने छैनौँ। लिसारा थापा अहिले भने मास्टर्स सकेर कलकत्तामा उहाँले केही फेरि पनि स्टडीको निम्ति तयार तमेना गरिरहेको छ। यसको निम्ति नानीलाई धेरै धेरै धन्यवाद छ। अनि हाम्रो मगर जातिको नाम एकदमै रोशन गरेको छ। जो चाहिँ माता दुर्गा थापा, पिता किरण थापा ग्रेजुएसनमा उहाँले पनि राम्रो अङ्क लिएर पास गर्नुभएको छ भनेदेखि अहिले घरि नानी सिलगढीमा कम्प्युटर कोर्स गरिरहेछ भनेदेखि नानीलाई हामी अग्रिम बधाई टक्राउन चाहन्छौँ। अनि नानीले पनि राम्रो अङ्क हासिल गरेको छ। यो अङ्क चाहिँ हामीले प्राप्त त गरेको जस्तो मैले लागेन, नानीसँग हामीले कन्ट्याक्ट गर्नु सक्छ, तर उहाँले एकदमै राम्रो अङ्क प्राप्त गर्नुभएको छ। 74% अङ्क उहाँले ल्याउनु भएको रहेछ। यसको निम्ति हामी फेरि पनि बधाई टक्राउन चाहँदै धेरै धेरै धन्यवाद छ। आइएससीमा 80% अङ्क हासिल गरेका छन्। ती नानी अहिले इन्टरनेसनल होटल म्यानेजमेन्टको एउटा ट्रेनिङ लिइरहेको छ ती नानीले। अनि ती नानी पनि पढ्नुमा एकदमै अब्बल 80% अङ्क प्राप्त गरेका छन्। यसको निम्ति म हाम्रा खजान्सी सिके थापा ज्यूलाई आइयो खदा साथ अनि यो सम्बर्धना पत्र पनि प्रदान गरिदिने म विनम्र आग्रह गर्न चाहन्छु। अनि नानीको जुन एउटा प्रयासरत छ, उहाँको मेहनत परिश्रमको मिठो फल हामी पनि भोलिको दिनमा देख्न पाऊँ अनि समाजलाई पनि त्यसले एउटा राम्रो फल गर्न पाऊँ भन्दै यो हाम्रो यो सम्बर्धनाको कार्यक्रमलाई यही अन्त दिन चाहन्छौँ। धेरै कुरो भयो, धेरै समय पनि र आजको यो लामो सभालाई अब र अगस्तको 3rd विक कहिले पर्छ हामी तपाईँहरूलाई इन्फर्म गरिहाल्नु। होइन भने जुलाईको 3rd विक सबैलाई थाहै छ, आइतबार पर्छ, कुनै पनि तारिक पर्न सक्छ है। त्यति भन्दै म आजको सभालाई यही प्रकाश गर्छु।